मैले स्विमिङ क्लास गएर के सिकेँ हेरौँ है त। सबभन्दा पहिला चाहिँ बब्लिङ गर्न सिकेँ। स्विमिङ गर्दाखेरि बब्लिङ गर्न सिक्नु एकदमै इम्पोर्टेन्ट छ। त्यसपछि भित्तामा समातेर फ्लोट गर्न सिकेँ र भित्ता छोडेर पनि फ्लोट गर्न सिकेँ। यो चाहिँ सबै फर्स्ट डेको पार्ट्सहरू है। त्यसपछि मैले ग्लाइड गर्न सिकेँ, हल्का किकहरू गर्न सिकेँ अनि सुरुमा चाहिँ किक गर्न आउँदै आएन के, कस्तो गाह्रो लागेको थियो किकिङवाला पार्ट। मेरो खुट्टा चाहिँ करेक्ट वेमा चलिरहेको थिएन र पावरफुल किक्स पनि गर्न सकिरहेको थिएन क्या मैले। मेरो मेन प्रब्लम नै त्यो किक गर्न नसक्ने थियो। बट गिभ अप गर्न चाहिँ नहुने रहेछ बिकज इभेन्चुअली आई गट बेटर। त्यसपछि चाहिँ मैले फ्री स्टाइल सिकेँ है। अब फ्री स्टाइलमा चाहिँ सुरुमा मलाई यस्तो गाह्रो लागेको थियो होइन। स्टेप बाई स्टेप गर्दै गर्दै मेरो कोचले मलाई सजिलो हुने गरी सिकाउँदै जानुभयो र हात र खुट्टा दुवैसँगै चलाउन पनि धेरै गाह्रो भएको थियो। बट इभेन्चुअली त्यो बेटर हुँदै गयो। फ्री स्टाइल चाहिँ मलाई अझै पनि बेटर बनाउन बाँकी नै छ। मेरो बेटर भयो तर अझै पनि बेस्ट चाहिँ भएको छैन। त्यसपछि मैले ब्याक फ्लोट सिकेँ। यो चाहिँ मलाई एकदमै मनैदेखि सिक्न मन थियो। यति इजी थियो यो सिक्नु, त एकछिनमै सिकेँ होइन। मेरो कतिजना साथीहरू मलाई सिकाउन खोज्दाखेरि पनि कसरी सिकाउन सकेको थिएन, तर यसको ट्रिक थाहा भइसकेपछि एकदमै इजी हुँदो रहेछ। त्यसपछि मैले सिकेँ ब्रेस्ट स्ट्रोक। ओ माई गॉड, ब्रेस्ट स्ट्रोक पनि कति इजी। यो त मेरो लाइफ सेभर हो क्या। तपाईँ 7 फिट 8 फिट 9 फिट जतासुकै जानु होइन, तपाईँले ब्रेस्ट स्ट्रोक सिक्नु भइसक्यो भने चाहिँ कुनै पनि फिटमा तपाईँ जान सक्नुहुन्छ। एक दिन सिकेँ अनि सेकेन्ड डेमा त एकदमै बेटर भयो। अनि त्यसपछि मैले सेकेन्ड डेमै 50 मिटर कम्प्लिट गरेँ क्या ब्रेस्ट स्ट्रोकमा। सो ब्रेस्ट स्ट्रोक वाज रियली इजी फर मी। तर फ्री स्टाइलमा चाहिँ मैले 15 to 25 मिटर मात्र बल्ल तल गरिरहेको थिएँ। बट देन फाइनली मैले प्र्याक्टिस गर्दा 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 50 मिटर पनि कम्प्लिट गरेँ फ्री स्टाइलमा। मैले चाहिँ खासमा 1 मन्थको कोर्स लिएको, तर 15 डेजमा मैले सबै सिकेर भ्याइसकेको थिएँ र मेरो माइलस्टोन्सहरू कम्प्लिट गरिसकेको थिएँ। बट स्टिल म अहिले पनि प्र्याक्टिसको लागि चाहिँ जाँदैछु र म अरू कुराहरू सिक्न खोज्दैछु। मैले डाइभिङ पनि सिकेको थिएँ, पानीमा जम्प गर्न पनि सिकेँ। डाइभिङ पनि म अहिले बेटर गर्दैछु। फ्री स्टाइल पनि बेटर बनाउन कोसिस गर्दैछु र अन्डर वाटर पनि सिक्दैछु। अन्डर वाटर चाहिँ मलाई सुरुमा अलिकति कम्प्लिकेटेड लागेको थियो, बट अब चाहिँ अन्डर वाटर जान अलिकति आयो। बट अन्डर वाटरमै स्विमिङ गर्न चाहिँ अलिकति आएको छैन। र अब चाहिँ मलाई डल्फिन र बटरफ्लाई चाहिँ सिक्न बाँकी छ। मलाई यो सबै कुरा सिकाउनको लागि चाहिँ आइम भेरी भेरी थ्याङ्कफुल टु माई कोच सुस्मिता म्याम। सी इज अमेजिङ। एकदम मजाले गाइड गर्नुभयो र मैले चाहिँ पर्सनल कोचिङ लिएको र उहाँ चाहिँ पानीभित्रै आएर मजाले सिकाइदिनुहुन्छ। तपाईँ डुब्न आँट्नुभयो भने तान्नुहुन्छ। सी इज भेरी सपोर्टिभ एन्ड सी इज अ ग्रेट कोच। तपाईँहरूलाई पनि सिक्नु मन छ भने चाहिँ डेफिनेटली गो एन्ड लर्न फ्रम हर। सी इज अमेजिङ। यसमा चाहिँ प्र्याक्टिसले नै हो बेटर बनाउँदै जाने। सुरुमा मैले किक पनि गर्न सक्छु जस्तो लागेको थिएन, बट नाउ आई क्यान स्विम वेयर एभर यु टेल मी टु स्विम। अहिले चाहिँ त्यति डर पनि लाग्दैन अनि कस्तो रमाइलो भइरहेछ मलाई स्विम गर्न। एभ्री सिङ्गल डे आइ एम सो इगर टु गो स्विमिङ। मलाई स्याटरडे एक दिन पनि ब्रेक लिन मन लाग्दैन। एभ्री सिङ्गल डे जाउँ जस्तो फिल हुन्छ क्या। सो मलाई चाहिँ स्विमिङमा अति नै रमाइलो लागिरहेछ। मलाई पहिला स्विमिङ नआउने बेलामा नि म 3-4 घन्टा पानीमा यत्तिकै बसिरहन सक्थेँ कि। सो मलाई पानीमा बस्दा मात्र पनि यत्तिकै रमाइलो लाग्ने मान्छे अब स्विमिङ आएपछि झन् कति बेटर फिल भइरहेछ कि।